मैले वेट कन्ट्रोल गर्न गरेको सानो प्रयास तपाईँहरूलाई म सेयर गर्दैछु। अहिलेको समयमा चाहिँ डाइटिङ भन्छन्, म त्यस्तो डाइटिङ गर्ने त मान्छे होइन। मलाई न्युट्रिसनको ज्ञान छ, फुड साइन्स एन्ड न्युट्रिसनको विद्यार्थी भएकोले गर्दाखेरि मैले गरेको सानो प्रयास चाहिँ मैले बिहान दिउँसो हामी चिया खान्छौँ 2 कप, कहिलेकाहीँ 3 कप खाइन्छ। चियामा चिनी कम्प्लिटली खान छोडिदिएको छु। मलाई सुगर भएर होइन, मैले क्यालोरी कम होस् भन्नको लागि चियामा चिनी कम्प्लिटली जिरो गरेको छु। अनि बिहानको ब्रेकफास्ट एकदमै लाइट खानालाई सकेसम्म मैले ब्ल्याक टी मात्रै खाने गरेको छु विगत 1-2 वर्षदेखि। दिउँसोको मिल अथवा बेलुकाको मिल कुनै मिल हेभी भयो भने अर्को मिलले चाहिँ कम्पेन्सेट गर्ने गरी मैले खाने गरेको छु। बिहान ब्रेकफास्ट हेभी खाएँ भने लन्च चाहिँ अलिकति कम खाने, लन्च हेभी खाएको छ भने डिनर चाहिँ अलिकति कम खाने, यसरी मैले थोरै ब्यालेन्स गर्न ट्राई गरेको छु। तर यसो भन्दै गर्दा पार्टीमा कतै रमाइलो ठाउँमा मिठो खानेकुरा भेट्यो भने म खाइ पनि दिन्छु, यसरी नखाने पनि होइन। तर नियमित खाने प्रक्रियामा चाहिँ मैले कम गर्ने गरेको छु र यसले काम पनि गरिरहेको छ। म तपाईँलाई रिजल्ट पनि देखाउँदैछु। अब रिजल्ट भन्दाखेरि सानो मेरो ब्याकग्राउन्ड पनि बताउनु पर्ने हुन्छ। म करिब 50-52 केजीको वेटमा चाहिँ थिएँ युनिभर्सिटी पढुन्जेलसम्म। त्यसरी भए त म 74-75 केजी धेरै वर्ष भयो र अहिले चाहिँ अलिकति हेल्थ कन्सियस हुनुपर्छ, 40 पनि नाग्यो भनेर मैले सानो यो अभ्यास गरेको हो। र यसो गर्दाखेरि मैले अहिले 71 केजी मेन्टेन गरेको छु लास्ट 1 इयरदेखि, यो फर्मुला युज गर्न थालेदेखि। भनेपछि चान्चुन 3 केजी वेट मैले घटाएको छु र मेन्टेन भइरहेको छ, त्यो ठुलो कुरा हो। म तपाईँलाई पनि एडभाइस दिन्छु, चिनीलाई एभोइड गर्नु र खानेकुराको मिल पोर्सनलाई नै कम गर्नुभयो भने यो वेट कन्ट्रोल चाहिँ गर्न सकिने रहेछ। ठुलो केही गर्नु पर्दैन, म ठुलो वर्कआउट पनि गर्दिनँ, घरको घरायसी काममा एक्टिभ हुने हो। त्यति भए पनि पुग्ने रहेछ बडीको वेट मेन्टेन गर्नको लागि चाहिँ। थ्याङ्क यू भेरी मच।